शिक्षक खिच्नु भएको छ। शिक्षक आन्दोलनको क्रममा एकजना बहिनी भेटिनु भएको छ यो बानेश्वर रोडमा। उहाँ केही यो शिक्षक आन्दोलनका विषयमा आफ्नो भनाइ राख्न खोज्दै हुनुहुन्छ। के छ बहिनी, यहाँ के आन्दोलनको केही कुरा गर्दै हुनुहुन्थ्यो अगाडि अफलाइनमा हुँदा, के छ हजुर यो विषयमा केही राखिदिनुहोस् न। नमस्कार, म रितिका यादव। अहिले चाहिँ म कक्षा 12 मा अध्ययनरत छात्रा हुँ। के भयो भन्दाखेरि आज म आफ्नो सेन्टर हेर्न युनिभर्सल कलेज जाँदै थिएँ होइन। अनि म के भन्छ जाने क्रममा चाहिँ यता पुरै लाइक यो रोडहरू जाम, के भन्छ गाडीहरू नचल्ने भएर लाइक लास्टिक भयो, हामी यति हिँडेर आउँदैछौँ। अनि शिक्षकहरू यतिका वर्षदेखि शिक्षा ऐन जारी गर, यो गर, त्यो गर, त्यस्तो भनेर कतिपटक यो रोडमा उत्रिसकेका छन्, तर अहिलेसम्म चाहिँ उहाँहरूको माग पुरा भएन। अनि यसको कारणले हामीलाई प्रत्यक्ष रूपमा एसीको पेपर पनि चेक भइरहेको छैन र हाम्रो प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हामी कक्षा 12 का विद्यार्थीहरूलाई पनि त्यतिकै अन्यलमा राखिरहेका छन्। टिचरको त केही गल्ती म देख्दिनँ, तर सरकारले उहाँहरूको माग पुरा गरिदिनु भयो। सबैको चाहना हुन्छ कि म आफ्नो राइट्सको लागि लडौँ होइन। अनि त्यसपछि टिचर्सहरूले पनि आफ्नो राइट्सको लागि यही के भन्छ यो सडकमा उत्रेका हुन्। उहाँहरूको अधिकार पुरा भयो भने अभियसली लाइक यो हाम्रो बोर्ड पनि त्यस्तो सर्दैन, पोस्टपोन हुने भन्ने कुरा थियो, त्यो पनि हुँदैन। साथै यतिका जुन लाइक एसीको कपी चाहिँ ढिलो चेक हुने भनिरहेछ। अनि जसले गर्दा उता हाम्रो क्लास 11 पनि ढिलो सुरु हुन्छ। अनि यसले गर्दा यतिका विद्यार्थीहरूको भविष्य पनि अन्यलमा हुन्छ कि सो छिटोभन्दा छिटो टिचर्सहरूको माग पुरा गरियोस् र हाम्रो इक्जाम पनि पोस्टपोन गरियोस्। हामी पनि लाइक धेरै कुरा जस्तै यहाँ हाम्रो क्लास 12 को इक्जाम सरियो भने उता हामीलाई एमबीबीएस या जो अब कोही बाहिर जाने होला, कोही एमबीबीएस, कोही इन्जिनियरिङ यस्तोहरूको इक्जामको प्रिपरेसन गर्ने होला। यदि हाम्रो इक्जाम ज्येष्ठमा भयो भने हामीसँग जम्मा 3 महिना हुन्छ, असार साउन भदौ के भन्छ प्रिपरेसन गर्ने। अनि यति मात्रै टाइम हुँदा हामीले नराम्ररी प्रिपरेसन गर्न पाउँछौँ न केही। अनि सो द्याट हाम्रो धेरै गाह्रो छ। त्यसैले छिटोभन्दा छिटो होइन, सरकार जो पनि हेरिराख्नु भएको छ टिचरहरूको माग चाहिँ पुरा होस्। अनि म भन्छु हाम्रो यो सरकार राज्यको शिक्षा नीति अहिले तपाईँ देख्नुहुन्छ कक्षा 12 पास भइसकेपछि सबै टिआइएको लाइनमा देखिन्छ। त्यो व्यवस्था हामी यही नेपालमै पढ्न पाउने व्यवस्थाको लागि, नेपालमै गुणस्तरीय अथवा यस्तो जनशक्ति उत्पादन गर्नको लागि ल्याउने शिक्षा नीति ल्याऊ भनेर सरकार सडकमा शिक्षक आउँदै गर्दाखेरि तपाईँहरूको समर्थन त्यसमा छ छैन? अभियसली छ। कसैको पनि चाहना हुँदैन आफ्नो देश छोडेर जाने। लाइक यहाँ जति पनि युवा जनशक्तिहरू देश छोडेर जाँदैछन्, +2 सकेर धेरै जाँदैछन्। किन भन्दाखेरि नेपालमा न केही छ। अनि टिचर्सहरू भनेपछि आफ्नो लाइक स्टुडेन्ट्सहरूको फ्युचर राम्रो होस्, नेपालमै बसोस् भन्ने हुन्छ नि त। अनि तपाईँहरूले त्यसकै लागि गर्नुभयो भने सरकारले कमसेकम यति त दिमाग लाउनुपर्छ, किन जाओस् हाम्रो बच्चाहरू बाहिर, किन गरोस् अरूको देशमा, खाडी मुलुकमा काम। खाडी मुलुक नभए पनि अस्ट्रेलिया युएस किन जाओस्, गए पनि राम्रो शिक्षा लिएर नेपालमै फर्किन्। तर मोस्ट अफ दको चाहना त्यस्तो हुँदैन, उनीहरू जान्छन् त्यही बस्छन्। अनि त्यसैले नेपालको शिक्षा स्तर राम्रो भएपछि सबैभन्दा भनेपछि पहिला शिक्षा हो कि शिक्षा राम्रो भयो भने पैसा यतिकै आउँछ। अपर्च्युनिटिज एजुकेसन भएपछि अपर्च्युनिटिज यस्तै आउँछ कि सो एजुकेसन राम्रो हुनुपर्छ। एउटा अन्तिम प्रश्न सोध्छु हजुरलाई। तपाईँ कक्षा 12 मा पढ्दै गर्नुहुन्छ, तपाईँले संविधानका केही मौलिक हकहरू प्रश्न पक्कै पनि जान्नुभएको छ। मौलिक हकले कक्षा 12 सम्मको शिक्षा राज्यले पूर्ण रूपमा जिम्मा लिएर निशुल्क प्राप्त गर्ने व्यवस्था मौलिक हकमा रहेको छ। तर पनि अहिले देशमा करोडौं खर्च गरेर, लाखौं खर्च गरेर महँगा बोर्डिङमा पढ्नुपर्ने अवस्था छ नि, अथवा त्यसलाई कसैले हेर्नुहुन्छ हजुरहरूले? म एउटा शिक्षककी छोरी हुँ। म कक्षा 10 सम्म बाबाकै स्कुलमा श्री सरस्वती माध्यमिक विद्यालय बुङताङ 2 नुवाकोटबाट अध्ययन गरेकी हुँ। मेरो भाइ पनि अहिले कक्षा 8 मा पढ्दैछ, भर्खर बिई दिएको। अनि ऊ पनि गभर्नमेन्ट स्कुलमै पढ्दैछ। लाइक टिचर्स मलाई चाहिँ के लाग्छ भन्दाखेरि इफ जस्तै कि हामी चाहिँ जसरी पढ्यौँ होइन, तर म अहिले +2 आइसी काठमाडौँमा, अहिले म पेन्टागन कलेजमा पैसा तिरेर पढिरहेको छु। त्यसै मेरा साथीहरू यहाँ छन्, सबै केएमसी भनौँ, त्यसै ग्लोबल भनौँ, यतिका यो कलेजहरू नभइकन थुप्रै कलेज छन् जसको फी वर्षको 3 लाख 4 लाख +2 को फी छ। त्यस्तै त्यो भएपछि अभियसली कति बच्चाहरू त त्यही कारणले काठमाडौँ आएर पढ्न सकेका छन्। काठमाडौँ मात्र नभइकन विराटनगर भयो, त्यसपछि अरू ठाउँहरू दाङहरू भयो, यिनीहरूमा पनि लाइक कलेजको फी लाइक नेपालको संविधानमा मैले अलिअलि पढाएको थिएँ, मलाई याद छ। नेपालको संविधानमा कक्षा 12 सम्मको शिक्षा भनेपछि निशुल्क छ। तर खोइ त निशुल्क छैन त, निशुल्क छैन भनेपछि हामी यो विद्यालय पैसाले किन्ने शिक्षा र
लिने शिक्षा अर्थात् बेच्ने र दिने शिक्षा फरक फरक हुनु हुँदैन भन्ने तपाईँको मान्यता हो त लाइक के भन्छ म भन्छु होइन शिक्षकहरूको माग पुरा गरियोस् किन प्राइभेट स्कुलमा पढाउने गभर्मेन्ट स्कुललाई प्राइभेट स्कुल जस्तो बनाऊँ न त लाइक भन्छ कि मैले धेरै कमेन्ट्सहरू पनि पढेँ अनि भन्छ लाइक प्राइभेटमा पढ्ने टिचर्सको यति तलब छ त्यही पनि काम गरिरहेको हुन्छ अनि गभर्मेन्टको टिचर्सहरू त पैसाको लागि आन्दोलनमा उत्रेका छन् कहाँ पुग्छ यार गभर्मेन्ट प्राइभेटको म अहिले हेर्दाखेरि काठमाडौँमा प्राइभेटको टिचर्सको स्यालेरी कति छ अनि मेरो बाबा आफै शिक्षक हुनुहुन्छ मैले जानेको छु नि त मैले के भन्छ मैले जानेको छु नि त मेरो बाबा टिचर हुनुहुन्छ अनि कसरी म्यानेज गर्नुहुन्छ दुईटा बच्चालाई काठमाडौँमा राखेर पढाउन गभर्मेन्टमै पढाए पनि कस्तो गाह्रो हुन्छ त्यसैले म भन्छु होइन लाइक सब टिचर्सहरूको माग पुरा गरेर अन्त त म के धन्यवाद धन्यवाद